दसैँ तिहार छठ नयाँ सम्वतको शुभकामना आदान प्रदान गरिरहँदाखेरि अवस्थामा हामीलाई यसपालि अलिकति दुःखको कुरा पनि छ। देशमा भ्रष्टाचार भयो, देशमा बेथिति भयो भनेर हाम्रा युवा भाइ बहिनीहरूले आन्दोलन गर्नुभयो। अब त्यो आन्दोलनको नतिजा स्वरूप भ्रष्टाचार कति नियन्त्रण होला अथवा संविधान संशोधन होला नहोला त्यो त गर्वमै छ त्यो कुरा। तर जुन रगत बग्यो, जुन शहादत चाहिँ युवा भाइ बहिनीहरूले प्राप्त गर्नुभयो त्यो देशको लागि ज्यादै दुःखको कुरा हो। हामी पोलिटिकल फोरम होइनौँ यो। यद्यपि सुरेन्द्र ढकाल प्रतिष्ठानले केही अभियानहरूको नेतृत्व गरिराखेको छ। त्यो नेतृत्व भनेको टिस्टा काँगडाको अभियान हो, जुन अन्तर्राष्ट्रिय कानुन, द्विपक्षीय सन्धि र संयुक्त राष्ट्र सङ्घको जुन महासन्धि हो। 21औं शताब्दीमा कुनै पनि देशले अर्को देशलाई उपनिवेश बनाउन पाइँदैन भन्ने जुन महासन्धि हो, त्यसअनुसार टिस्टा काँगडाको भूमि हाम्रो हो भनेर हामीले 46-47 सालदेखि नै आन्दोलन सुरुवात गरेका हौँ र यो 34 वर्ष 35 वर्षमा हामीले ठुलो उपलब्धि हासिल गरेका छौँ। अहिले दार्जिलिङ, सिक्किम, कुमाऊँ, गढवालमा जताततै गाउँछ गीत नेपाली भन्ने गीत हाम्रो बज्न सुरु भएको छ र यो बलभद्र कुँवरले आर्जेको ठाउँ हो। यो हामी भारतीय होइनौँ, हामी नेपाली हौँ भन्ने भावनाहरू अहिले चाहिँ सल्किएर गइरहेको अवस्था छ र आशा गरौँ हामीले हाम्रो जीवनभरि नै ग्रेटर नेपाल देख्छौँ भन्ने आशा गरौँ। मैले चाहिँ त्यो सपना पालेर बसेको छु। त्यसो भनिरहँदा हामी फेरि टोटली पोलिटिकल अर्गनाइजेसन होइनौँ। हामी एकातिर टिस्टा काँगडाको कुरा गर्छौँ, अर्कोतिर हाम्रो हिमाली पर्यावरण जोगिनुपर्छ। यदि यो देश जोगिने हो भने त्यसकारण हामीले ऊर्जा दहन रोक्नुपर्छ। कुहिने किसिमका वस्तुहरूलाई घरमै झोलमल बनाउनुपर्छ भनेर हामीले 1400 महिला पुरुषलाई झोलमलको तालिम पनि दिइसकेका छौँ, निरन्तर गइराखेको छ। र अर्कोतिर हामी सामुदायिक विद्यालयले जहिलेसम्म गुणस्तरीय शिक्षा दिन सक्दैन तबसम्म यो देशको विकास छैन भनेर हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सामुदायिक विद्यालयहरूलाई पनि सहयोग गर्दै आइराखेको अवस्था हो। त्यो भइरहँदा सुरेन्द्र ढकाल प्रतिष्ठानले एकातिर सामुदायिक विद्यालयको प्रगतिको अभियान, एकातिर टिस्टा काँगडाको अभियान, एकातिर वातावरणको अभियान सञ्चालन गरिरहेको अवस्था हो र त्यही कुरालाई एजेन्डा बनाएर मैले योभन्दा अगाडिको चुनावमा भाग लिएको थिएँ, उम्मेदवारी दिएको थिएँ। यहाँबाट उम्मेदवारी दिँदा मलाई साथीहरूले के भनेको थियो भने तँ सामाजिक व्यक्तित्व मान्छे चुनाव नलड भनेका थिए मलाई। र मैले के भनेको थिएँ भने म मेरो एक मतको लागि चुनाव लड्ने हो, मैले कसैसँग मत माग्ने होइन। किनभने देश विकास गर्ने एजेन्डा मेरो एजेन्डा नै भ्यालिड हो। त्यो एजेन्डा कार्यान्वयन गर्ने क्षमतावान मान्छे सरकारमा नजाउन्जेल यो देशले चाहिँ यो देशकोमा परिवर्तन आउँदैन, सम्भव छैन भनेर मैले भनेको थिएँ। मैले एक मत मात्रै आउँछ भनेर, मेरो आफ्नो एक मत मात्रै आउँछ भनेर उम्मेदवार दिएको थिएँ। 92 मत आयो भन्नाले 91 गुणा बढी मैले मत पाएँ र म एकदमै खुसी भएर मैले एउटा स्ट्याटस लेखेको थिएँ फेसबुकमा। के लेखेको थिएँ भने म एक मत पाउँछु भनेर चुनावमा उठेको मान्छे 92 मत पाएँ, मैले त एकदमै खुसी छु र जसले चुनाव जितेर जानुभयो उहाँहरू नेपालको रूपान्तरणको लागि काम गर्नुहोस्। काम गर्न सक्नु भएन भने तपाईहरूको हेडक्वार्टर ध्वस्त हुनेछ। तपाईहरूलाई जनताले लतारेर सडकमा ल्याउनेछन्। होस् गर्नु होला, त्यो दिन देख्न नपरोस् भनेर मैले ग्रेटर नेपाल पत्रिकामा, साप्ताहिक पत्रिकामा लेखेको थिएँ। र 24 गतेको बेलुका हाम्रो सचिव, प्रतिष्ठानका सचिव तेजेन्द्रजीले मलाई फोन गरेर सर तपाईले त्यो बेला लेखेको कुरो त सत्य निस्क्यो नि त,
भन्नुभयो। अनि साँचो अर्थमा चुनाव त मैले जितेको रहेछु नि त भन्ने कुरा मलाई फिल भयो। तपाईको रातो पुलमा मेरो घर मैले युरोपबाट कमाएर ल्याएको पैसाले माटोले जोडेर सिमेन्टले जोडेर होइन माटोले जोडेर बनाएको घर अहिले हाँसिरहेको छ। त्यही घरको अगाडि गगन थापाको डढेको घर कालो घर धुरु धुरु रोइरहेको छ। चुनाव कसले जितेछ भन्दा त मैले जितेछु नि चुनाव। फेरि उठ्दैछु म, फेरि त्यही एक मतको लागि फेरि उठ्दैछु म यही क्षेत्रबाट। र के भन्छु भने मैले जति मत पाएँ नि मैले जित्छु, तर जित्नेले फेरि पनि यो देशमा सुशासन भ्रष्टाचार कायम गर्न सकेन, भ्रष्टाचार नियन्त्रण गर्न सकेन, सुशासन कायम गर्न सकेन भने अहिले त नेताको हेडक्वार्टर, नेताको घर, नेपो किड भनेर नेताका छोराछोरीहरूको घरमा मात्रै आक्रमण भयो। अब फेरि हुने परिवर्तनले अथवा चाहिँ चुनावले यो देशले कायापलट गर्न नसक्ने अवस्था हो भने त्यो आक्रोश, जनताको आक्रोश चाहिँ अब कार्यकर्ता र मतदाताको छानोसम्म पुग्नेछ भन्ने कुरा पनि म यहीँबाट घोषणा गर्न चाहन्छु। त्यसकारण अब मतदाताहरूले पनि सोच्ने बेला आएको छ, यही देशलाई लुट्नेहरूलाई नै फेरि चुनेर पठाउने हो कि अब नयाँ सोच भएका युवा भनेर उमेर मात्रै हुँदैन, उमेरकै कुरा गर्ने हो भने हामीले भनिहाल्यौँ सी जिनपिङ पनि युवा होइन, मोदी पनि युवा होइन, ट्रम्प पनि युवा होइन, तर जोस युवा चाहिन्छ। म अहिले पनि अस्ति भर्खर तिलिचौबाट मेसोकान्ता पास हुँदै लोमानफाङसम्म 12 किलो बोकेर चढेर आएको मान्छे हुँ। त्यसकारण चाहिँ युवा भन्ने बित्तिकै उमेरसम्म मात्रै हुँदैन। युवा भनेको देशलाई 3वटा टी दिन सक्ने मान्छे युवा हुन्छ। एउटा देशलाई थट दिनु पर्यो, विचार दिन सक्नु पर्यो, एउटा देशको लागि टाइम दिन सक्नु पर्यो, अर्को देशको लागि खल्तीबाट निकालेर पैसा दिन, ट्रेजर दिन सक्नु पर्यो। आज सुरेन्द्र ढकाल प्रतिष्ठान यही 3वटा टी देशलाई दिन भनेर बनेको हो। र यो पहिलो त्रैमासिकमा हामीले के गर्यौँ त अब भन्ने कुरा म यहाँलाई सानो प्रतिवेदन सुनाउन चाहन्छु। मैले भनिहालेँ राष्ट्रवाद, पर्यावरण र सामाजिक विकास हाम्रो लक्ष्य हो। त्यही अनुसार काम गर्ने सिलसिलामा हामीले हाम्रो सांस्कृतिक पर्यावरण, सामाजिक पर्यावरण, प्राकृतिक पर्यावरण सबैको सुरक्षा होस् भन्ने दृष्टिकोणले हामीले त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने सङ्घ संस्थाहरूलाई सहयोग गर्दै आएका छौँ। तपाईहरू भ्रष्टाचार विरोधी आन्दोलनमा लागिराख्नु भएको छ, घाइते हुनुभएको छ। मैले 24 गते बेलुका नै बब्लुलाई फोन गरेर सुरेन्द्र ढकाल प्रतिष्ठानले इमिडिएट राहत दिन तयार छ र तपाईहरू चाहिँ लिन आउनुहोस् भनेर भनेको थिएँ। उहाँले अहिले हामीलाई दिने मान्छेहरू थुप्रै छन् र चाहिँ आवश्यकता पर्ने बित्तिकै आउँछु भन्नुभएको थियो। अहिलेसम्म माग्न आउनु भएको छैन। र भाइ तपाईँलाई पनि अप्ठ्यारो होला, हामी तपाईँलाई यहीँबाट भन्छौँ कि हामी तपाईँहरूलाई सहयोग गर्न तयार छौँ। तपाईँहरू लिखित रूपमा चाहिँ माग लिएर आउनुहोस्। हामी जेन्जी भाइहरूलाई तपाईँहरूलाई आइडिया, मैले बब्लु गुप्तालाई 11 पोइन्ट, यदि संविधान संशोधन गर्ने हो भने 11 पोइन्ट मैले पठाइदिइसकेको छु र त्यो 11 पोइन्ट प्रधानमन्त्री सुशीला कार्कीको टेबलमा पनि पुगिसकेको छ र त्यसको लागि हामी छलफल पनि गर्न जाँदैछौँ। मेरो एक चरण साथीहरूसँग चाहिँ अस्ति हार्दिक होटेलमा समूह थापा लगायत साथीहरूसँग मेरो छलफल पनि भएको छ। सायद तपाईहरूको दबाब बढ्यो भने उहाँहरूले संविधान संशोधन गरेर डाइरेक्टली इलेक्टेड कार्यकारी हुने अवस्था रहन्छ। तर अहिले मैले देखिराखेको छु कि तपाईहरूलाई चाहिँ प्रयोग मात्रै गरेर यो हामीले अस्ति भएको आन्दोलन तपाईँको 84 को निर्वाचनलाई 82 मा सार्नको लागि होइन। यो आन्दोलन भ्रष्टाचारीहरूलाई 47 साल पछिका भ्रष्टाचारीहरूलाई कानुन बनाएर लहरै टुलखेलमा राखेर गोली हान्नुपर्छ भन्ने अवस्था क्रिएट गर्नको लागि र यो संविधान संशोधन गरेर पुनर्लेखन गरेर अनि त्यसपछि आएर हामीले बनाउने मेयर पनि डाइरेक्ट, हामीले बनाउने प्रधानमन्त्री पनि डाइरेक्ट र हामीले बनाउने प्रदेश प्रमुख पनि डाइरेक्ट इलेक्सनबाट हुनुपर्छ भनेर मैले 11 पोइन्ट पठाइदिइसकेको छु। त्यसकारण तपाईहरूलाई हाम्रो सहयोग रहनेछ। हामी तपाईहरूलाई चाहिँ इनपुट दिन, जुनसुकै इनपुट, फाइनेन्सियल इनपुट भन्नुहोस्, तपाईँ एकाडेमिक इनपुट दिन तयार छौँ। तपाईँहरूले माग्नु पर्यो, नमागिकन दिँदाखेरि कसैले तपाईँ नमान्नुहोस् आफै मगाइ भने जस्तो हुन्छ भनेर म चुप लाएर बसेको अवस्था हो। अब देश परिवर्तन गर्ने हो भने दिनेहरूको दिन हो। दिनेहरू अगाडि आउनु हो भने देश परिवर्तन हुन्छ। राजनीतिलाई
पेसा व्यवसाय भ्रष्टाचार गरी कमिसन खाएर कमाउने भाँडोहरूको हातमा देशको शासन गयो भने यो देश परिवर्तन हुँदैन। उत्तरले विकास गरेर अमेरिकालाई उछिन्न लागेको अवस्था छ, दक्षिणले विकास गरेर भारतले जापानलाई उछिन्न लागेको बेला छ। अब हामी त्यो स्पिडमा अगाडि बढ्न सकेनौँ भने यो देश रहँदैन। त्यसकारण यो देशलाई अहिले पनि भने ट्यालेन्ट थट दिन सक्ने, टाइम दिन सक्ने र त्यसलाई पढ्दा ट्रेजर आफ्नो ढुकुटी खोल्न सक्नेहरू अगाडि आउनुहोस् र यो समूह यहाँ तपाईँले अगाडि देखिराख्नु भएको छ त्यही ढुकुटी खोल्नेहरूको समूह हो। र म यहाँहरूलाई आमन्त्रण गर्छु, तपाईँहरू पनि थोरै 10,000 भन्दा माथि चाहिँ डोनेसन गरेर यस संस्थाको तपाईँहरू मानवता सदस्य बन्न सक्नुहुनेछ। र तपाईँहरूले त्यो कुरा नाम भनेर पनि गर्न सक्नुहुन्छ, एनोनिम बसेर म दान गर्छु नाम भन्न चाहन्न भन्ने पनि हुनुहुन्छ, त्यो दुईटै गर्नुहुन्छ। र यसपालिदेखि त्यो संस्कार पनि सुरु भएको छ।